12 बजीसम्म सुत्ने युवा बिहानै 6 बजी उठेर बेलचा बोकेर हिँड्नु भनेको त्यो परिवर्तन होइन? परिवर्तन हो कि होइन? हो, परिवर्तन हो। फेरि भन्नु त परिवर्तन हो? हो, परिवर्तन हो। त्यो रूपान्तरण हो। तपाईको आनी बानीमा रूपान्तरण आयो भने मात्र समाजमा रूपान्तरण आउने हो, होइन? तपाईँको पार्टीमा श्रम गर्ने बाहेकलाई अरूलाई इन्ट्री छैन मेयर साहब त्यसो भए? बेसिकली चाहिँ हामी श्रम गर्छौँ, किनभने श्रम नगरिकन तपाईँको धान फल्दैन, धान नफलिकन भात खानु पाइँदैन, होइन? लुगा लाउनु पाइँदैन। यो हामीले लगाएको लुगा पनि कृषिकै तपाईँको चाहिँ नि होइन कच्चा पदार्थबाट आएको हो। त्यसले गर्दाखेरि माटो छुने कृत्य इज द मेन एक्सन, होइन? र अरू पनि गर्नुपर्छ। यो पत्रकारिता विभिन्न छ नि, यिनीहरू पनि तपाईँको चाहिँ आवश्यक हो, तर मेन कुरा चाहिँ माटो नछुई चाहिँ हुँदैन। हामीले मिस्टेक माटो नछुएरै गऱ्यौँ क्या। हामीलाई देशको माया नलाग्नु कारण माटो नछुएर हो। सुन्नु न मेरो यता सुन्नु न, त्यो सुशासनको कुरा हो, होइन? उहाँले गरिरहेको सुशासनको कुरा हो है। उत्पादन छैन भने, निर्माण हुँदैन भने सुशासनले मात्रै पनि काम गर्दैन, सुशासन पनि चाहिन्छ, होइन? सुशासनको पक्षमा पनि हामी गर्छौँ। भ्रष्टाचार नहोस् भन्छौँ नि हामी, होइन? भ्रष्टाचार किन भइरहेछ त भन्दाखेरि पब्लिक नै भ्रष्ट छ क्या। भ्रष्टाचार गर्नुपर्छ भन्ने मेन्टालिटी छ, सोचाइ नै भ्रष्ट छ, होइन? 6000 पर्ने प्लेनको भाडा 12000 किन पुग्यो दसैँको बेला भन्दा ठग्नुपर्छ है, यतिखेरै हो मौकामा चौका हान्ने भन्ने छ कि छैन?